वेलकम ब्याक टु द च्यानल सबैजनालाई स्वागत छ आजको यस भिडियोमा चाहिँ हामी क्यानभादेखि एउटा कुनै पनि बिना स्किलको हामी चाहिँ वेबसाइट बिल्डअप गर्न सिक्छौँ वेबसाइट बिल्डअप गरेर त्यसलाई चाहिँ हामी वर्डप्रेसमा पनि राख्न सक्छौँ सुरुमा ल वेबसाइटको एउटा बेसिक पेजहरू बनाउन सिकौँ यो चाहिँ जस्तो तरिकाले बना पनि हुन्छ है यु क्यान एड अ सेक्सन जस्तै हाम्रो यहाँ ब्लग वेबसाइट चाहियो हामीलाई जस्तै अब यहाँ ब्लग वेबसाइट चाहियो है डिजाइन आयो होइन डिजाइनमा चाहिँ हामीले सर्च गरौँ बिएलओजी ब्लग ल हामीले ल 8वटा पेज भएको एउटा वेबसाइट बनायो वेबसाइट भयो होइन अब यसलाई हामी एडिट गर्न सक्छौँ यहाँ लेख्न सक्छौँ यामी मेरो टिइसिएचएनओएलओजी अनि हामी कोडिङदेखि पनि सिक्नेछौँ है त expanding education 0 through TCHML 0 यहाँ छ नि यो लर्न मोडमा चाहिँ तपाईँ हामीले यसमा यो हाइपर लिङ्कहरू एड गर्न सक्छ यहाँ टेक्नोलोजीको हालौँ है त टिसिएचएनओएलओजी म अर्को भिडियोमा चाहिँ तपाईँको फुल फ्रन्ट एन्ड ब्याक एन्ड सबै तरिकाले नै वेबसाइट बनाउन सिकाउँछु सबैभन्दा पहिला त बेसिक सबै मान्छेले जानेको त हुँदैन होइन रेड टेक्नोलोजी TECHMLOG technology for future यहाँ पनि डिलिट गर अनि यसलाई एड गर यस्तै जस्तै यो भिडियो छ यसलाई डिलिट गर अनि यहाँ यसरी एड गर CANB क्यानभा यहाँ चाहिँ हाम्रो कोडिङ हुन्छ CODIN कोडिङ यहाँ चाहिँ अर्को के हुन्छ कोडिङ प्लस अर्को हाम्रो क्यानभा हुन्छ कोडिङ हुन्छ अनि अर्को वर्डप्रेस WORDPRESS अनि यसलाई हामी डिलिट गरिदिउँ यहाँ CODIN कोडिङको भिडियो राखौँ यहाँ क्यानभा CAND क्यानभा क्यानभाको भिडियोमा यस्तो आएछ नि अनि यहाँ वर्डप्रेस वेबसाइटको राखौँ WBSIT वेबसाइट अनि आयो होला यहाँ टेक्नोलोजी एउटा टेक्नोलोजीको यही नै भिडियो राखिदिएँ अनि यसरी अब हाम्रो चाहिँ यहाँ बी अहेड राखिदिउँ अनि बी glad to see the future monthly schedule एउटा पेज डिलिट गरिदिउँ न्युज एन्ड अपडेट अब यहाँ यसो गरिदिउँ यहाँ पनि यसो गरिदिउँ यहाँ पनि यसो गरिदिउँ यहाँ पनि यसो जस्तै यहाँ कोडिङको थ्रुबाट तपाईँहरूलाई म एउटा देखाइदिन्छु ल यहाँ चाहिँ KATHMAND काठमाडौँ ADMI admin @HLLOTCHM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 LO
9827106224 यसरी अर्को यो कुरा राख्न सक्यो। अझ यहाँ भिडियो राखेको पनि भयो। रेक्टेङ्गलमा फ्रेमसित राखेर राम्रो छ। CONTCT contact हामीले भिडियो राख्छौँ। ओके, हामीले यस्तो वेबसाइट बनाइसकेका छौँ। अब प्रिभ्यू गर्नु पनि मिल्यो, हामीले प्रिभ्यू गर्न सक्छौँ। यसरी प्रिभ्यू गऱ्यौँ है त। प्रिभ्यू देख्न सक्नुहुन्छ। इन्क्लुड नेभिगेसन मेनु, हाम्रो नेभिगेसन मेनु अब पेज 1 पेज 2 यो हामीले यसरी राख्न पनि पायौँ। अझ फुलमा हेर्न मन छ भने यसरी कस्तो भएको, राम्रो भएको छ। यतिको वेबसाइट तपाईँको एकैछिनमा बन्छ। यो धेरै गर्न पनि पब्लिस वेबसाइटमा गएर हाम्रो वेबसाइटको युआरएल गरे अनि पब्लिस वेबसाइट, हाम्रो वेबसाइट पब्लिस हुन्छ। बेस्ट तपाईँको बिएसटी बेस्ट WBSHT वेबसाइट पर TECHNAL टेक्नोलोजी NGR GRAPHICS ग्राफिक्स DESIGN डिजाइन। हाम्रो वेबसाइट चाहिँ लाइभ भएको छ क्यानभाको यो साइटतिर हेर्न सक्नुहुन्छ है। यसरी हामीले अझ नेभिगेसन मेनु पनि बनाउन सक्छ। पेज 1 होम भनेर डिजाइन विथ क्यानभा आएको छ है। यो चाहिँ बेसिक है। अझ यसलाई नेभिगेसन मेनु हामीले यहाँ एड गर्न सक्छौँ। एडिट डिजाइन गरेर नेभिगेसन मेनु पनि राख्न सक्छ है। अनि त्यसरी यसलाई सेयर गर्नु पर्यो भने लाइभ छ वेबसाइट, यसलाई टिचरमा सेन्ड गर्नु पर्यो। पब्लिक भ्यू लिङ्क हजुरहरूले पनि राख्न मिल्यो है। ल आजको लागि यति नै।